बुद्धिमान मानिसका 12 विशेषता र पहिचानहरू यस प्रकार छन्। कृपया ध्यान दिएर सुन्नुहोला। नम्बर 1, बुद्धिमान व्यक्तिले आफ्ना मनको कुरा, कमजोरी, व्यक्तिगत र घरैसी समस्याहरू कहिल्यै कसैलाई बताउँदैनन्। नम्बर 2, बुद्धिमान व्यक्तिले आफ्ना कामहरू पूरा हुनु अघि कसैलाई बताउँदैनन् र देखाउँदैनन्। चुपचाप योजना बनाउँछ, मेहनत गर्छ र सफलता पाएपछि मात्र परिणाम देखाउँछ। नम्बर 3, बुद्धिमान व्यक्तिले कहिल्यै पनि क्रोध वा हतारमा कुनै निर्णय लिँदैन। उसको सोच अरूभन्दा अघि हुन्छ, उसले भावनालाई नियन्त्रण गरी शान्त रहेर सोच विचार गरी निर्णय गर्छ। नम्बर 4, बुद्धिमान व्यक्ति बढी सुन्छ अनि कम बोल्छ। उसले सधैँ सही शब्द र मौनको सही प्रयोग गर्छ। यही समझदारीले उसले हरेक परिस्थितिमा फाइदा अनि सुरक्षा दिन्छ। नम्बर 5, बुद्धिमान व्यक्तिले आफ्नो गल्ती नलुकाई स्वीकार गर्छ, आफ्नो भुलहरू बुझेर सुधार गर्छ र यसलाई पाठकको रूपमा लिई अघि बढ्छ र गल्तीलाई शक्तिको रूपमा लिन्छ। नम्बर 6, बुद्धिमान व्यक्तिले आफ्नो समयको सदुपयोग गर्छ। उसलाई थाहा हुन्छ समय मूल्यवान छ, यसलाई कसैले किन्न सक्दैन। त्यसैले हरेक काम समयमै गर्छ र सफलता प्राप्त गर्छ। नम्बर 7, बुद्धिमान व्यक्तिले कहिल्यै कुनै पनि काम नसोची गर्दैन। पहिले त्यसको परिणाम र सम्भावित नतिजाको अनुमान लगाउँछ। यही समझदारीले उसलाई हरेक परिस्थितिमा सुरक्षित र सफल बनाउँछ। नम्बर 8, बुद्धिमान व्यक्ति कहिल्यै पनि लोभ र देखावटीको पछि लाग्दैन। उसलाई थाहा छ कि जुन कुरा बाहिरी आकर्षणमा राम्रो लाग्छ त्यो प्रायः खतरापूर्ण बन्न सक्छ। लोभले सधैँ मानिसलाई गलत दिशातिर लैजान्छ। नम्बर 9, बुद्धिमान व्यक्तिले सधैँ अगाडिको व्यक्तिको चाल र मनसाय बुझ्छन्। यसरी कदम चलाउनाले ऊ सधैँ सुरक्षित रहन्छ र परिस्थितिको फाइदा उठाउन सक्छ। आँखाले हेरेर मात्र होइन, बुद्धि र अनुभवले मान्छेको मनसाय र चाल पर्न सक्छ। नम्बर 10, बुद्धिमान व्यक्ति अनावश्यक बहस र झगडामा कहिल्यै पर्दैन। उसलाई थाहा छ कि बिना कारण विवाद गर्नु केवल समय र ऊर्जाको बर्बादी हो। नम्बर 11, बुद्धिमान व्यक्ति कहिल्यै रोकिँदैन। उसले हरेक दिन नयाँ कुरा सिक्छ। उसलाई थाहा छ कि सिक्ने बानी कहिल्यै समाप्त हुँदैन। सिक्ने बानी हुनेले कहिल्यै पनि पुरानो गल्ती दोहोऱ्याउँदैन। दिन प्रतिदिन ज्ञान बढ्दै जान्छ, यसै ज्ञानबाट जित हासिल गर्छ। नम्बर 12, बुद्धिमान व्यक्तिले कहिल्यै हार मान्दैन। उसले बुझेको हुन्छ लगातार प्रयास गर्नेले अन्त्यमा सफलता प्राप्त गर्छ। असफलताबाट डराउनु मूर्खता हो। साँचो हार तब हुन्छ जब मानिसले प्रयास नै गर्न छोडिदिन्छ। असफलताले त सङ्केत मात्र दिने हो, पूर्णतया हराउने होइन। मित्रहरू, आजको हाम्रो लेख रचना कृति कस्तो लाग्यो? कृपया राम्रो लागेमा हाम्रो यस युट्युब च्यानललाई पनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला, ताकि आगामी दिनहरूमा पनि यस्तै खाले मिठो मिठो सन्देशहरू लिएर आउनलाई हामीलाई थप प्रोत्साहन मिल्नेछ। धन्यवाद।